तपाईले त्यही चीज उत्तर माग्दाखेरिमा टेबल किन उठाउनु पर्यो? टेबल मैले किन हान्नु पर्यो? मैले फ्ल्याङ मर्यादा पालकमाथि किन चढ्नु पर्यो? या यस्तो पनि हुन सक्छ या मेरो प्रश्न बढी हुन्छ त्यहाँ त्यो दिनमा रोस्टममा प्रधानमन्त्री नै भावे प्रधानमन्त्रीमाथि पनि तपाईहरुले आक्रमण गर्नुहुँदै रहेछ। हामी त आफ्नो अधिकार खोजेको, प्रतिपक्षको अधिकार कुर्सी उचालेर पाइन्छ भने कुर्सी उचालेर मैले राख्नलाई उचालेको सर। कहाँ राख्न? तपाईको झोलामा हैन, अर्को कुर्सी माथि राख्न खोजेको मैले। जस्तै तपाईको एउटा फोटो आयो नि हैन पुरा, त्यो त एआईले बनाएको सर। मैले यसरी गरेकै छैन। नारा लगाउनलाई हात यसरी उठाएको हो। सेतकले उठाउँछ नारा लगाउँदा हामी विद्यार्थी हुँदा नारा लाउँदा त यसरी लाउँछ। मैले त्यसरी उठाएकै छैन। नेपालले पनि भारतको सीमा मिचेको छ भन्दा ताली पड्काउनु पर्ने ठाउँमा पुग्दा चाहिँ के रासपाका सांसदहरुको विवेक के भएको भन्ने प्रश्न उठाउन मिल्छ कि मिल्दैन? अनि त्यो चाहिँ लास्टमा त्यो क्वेसन गर्नुभएको थियो, त्यो लास्टमा नै उहाँले त्यो उत्तर दिनुभएको थियो। पहिला चाहिँ ताली पिटेको उहाँले त्यसलाई नै इन्डिकेट भनेर भनौँ न, त्यो 10 गज यताउति छ नि हाम्रो त खोलाले गर्दा उतातिर पनि काम गरिरहेको भन्ने हिसाबले उहाँले ठ्याक्कै गर्नुभयो। अब त्यो उहाँले नै उत्तर दिनुहुन्छ। त्यो मैले कस्तो बचाउनलाई यत्रो हैन यहाँ हेर्नुस्। अनि तर एउटा कुरा गर्नुस्, त्यो काला पानी कसले बेचेको त? महाकाली कसले बेचेको त? ल भन्नुस् न। बा उहाँले त 10 धुरको कुरा गरेर बा टिस्टा पनि ल्याउँ भन्न खोज्नु भएको हो कि? सबै नेगेटिभ तरिकाले हेर्नु भएन। बचाउनु पनि खोजे होइन, मैले बचाउनु पनि खोजे होइन। काला पानी नारायणी, तपाईँको नारायणीमा हामी सिँचाइ गर्न सक्दैनौँ, कोसीमा हामीले पानी खुसीले लान सक्दैनौँ। एमसीसी को कुरा गर्नुहुन्थ्यो, एमसीसी 2022 मा चाहिँ के अरे रजिस्टर भएको छ, त्यतिखेर त रासपा जन्मिएको थिएन। अब मलाई तपाईँले भन्ने डिफेन्डै गरेर भन्नुहुन्छ भने मैले पनि गर्नु पर्यो, यो राजनीति नगरौँ। अब अहिले अब जे हुनु भयो उहाँले घाटा हुन्छ किनभने एमसीसी को प्रवक्ता हो तपाईँको अर्थमन्त्री हैन होला। अब संसद चाहिँ गरिमामय बनाउनु पर्छ भन्दा त्यहाँ अवरोध चाहिँ के भयो? अब यही सुन्दैछु बहस दुईजना मान्यजीहरूको। सदनको एउटा कुरा के हो भने देशको प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरू सधैँ फेयर पर्छ। जुनसुकै पोलिटिक्सबाट आए पनि उहाँहरू त्यो चेयरमा जाँदा त फेयर भएर ओर प्लानमा जानु पर्यो नि त। हाम्रो नेता हो, हाम्रो सभामुख हो, सदनको हाम्रो गार्जियन हो, अभिभावक हो, हाम्रो बाबुआमा हो। अनि उहाँले चाहिँ त्यो भूमिका निभाइदिनु भएन के, पेलेर लानु भयो हैन। जस्तो अब हिजो अब उहाँले कुर्सी फाल्दा यतातिर पनि हामीले त राख्यौँ नि, कति युवा केटाहरू आइरहेछ, उनीहरूलाई पनि उठ्न मन लाग्छ नि त। पहिला त उठ्थ्यो नि त। हेर्नुहोस् तपाईँलाई एउटा कुरा चाहिँ फरक होइन, तर पनि अशोक चौधरीको कुरा त उहाँले गरिहाल्नु भयो। तर तपाईँले बिर्सिनु भयो पहिला बिर्सिनु, विपक्ष यहाँ गर्दाखेरि यतातिर कति उठ्थे भन्ने बिर्सिनु भयो। पहिला पनि त ऊ त भएको हो नि त। किन न म तपाईँलाई भिडियो देखाइदिन्छु, लुलु लुलु गरेको भिडियोहरू बिर्सिनु भयो तपाईँले।